यो चाहिँ मेरो गाउँको मेरो घर भनौँ अथवा मेरो माइल दाइको घर हो, भुइँचाला पछिको घर। र आजको हाम्रो घरबाट अगाडि के देखिन्छ, कहाँ देखिन्छ भनेर हजुरहरूलाई सानो जानकारी। र अहिले म चाहिँ अहिलेको चाहिँ अलिकति जाडो मौसममा नेपालमा थिएँ, नेपालमा छु। र हाम्रो घरबाट देखिने सबभन्दा नजिकको हिमाल भनेको यही नै हो। यो हिमाल चाहिँ डाइरेक्टली हाम्रो घरको अगाडि देखिन्छ। सो द्याट अलिकति जाडोको कठिनाइ पनि हुन्छ। र त्यो पारी गाउँमा हेर्नु, त्यो पारी यतापट्टि डाँडा हेर्नुहुन्छ भने मुचुक अथवा मिलिमरु हो। र यो अहिले नजिकको डाँडा चाहिँ मुचुक डाँडा भने पारीको चाहिँ भच्छिक डाँडा, यो जोबारी डाँडा। र अहिले चाहिँ काकाको घरमा हामी छौँ, काकाको घरमा अथवा मेरो घरकै आडमा काकाको फुपूको घर भनौँ। यो तलपट्टि हेर्छ भने चाहिँ मेरो भाउजूको घर हो। र मेरो साइल दाइको घर पनि एट्याचमा छन्। दुईवटा मेरो दाइ, ठुल दाइ घर र साइल दाइ घर मेरो घरभन्दा तल्लो घरमा पर्छ। र यही घरलाई बारीबाट खिचेको हो, जुन चाहिँ देख्ने घर यही हो। यही सानो घर साइल दाइको र ठुल दाइको घर। र यो चाहिँ अलि थाले गाउँबाट खिचेको साइट रमाइलो छ। र हेर्नुहुन्छ भने फेरि पनि मेरै घरबाट खिचेको तस्बिर हो, यो भिडियो हो। र यो पारिपट्टि हेर्नुहुन्छ भने जोबारी गाउँ, नजिकको गाउँ चाहिँ थाले गाउँ। र बायाँपट्टि सेतो बिल्डिङहरू देखिन्छ, त्यो चाहिँ हस्पिटल हो जोबारीको। र यो चाहिँ मुचुकको हाई स्कुल। माथि डाँडा के अरे डिस्का भइहाल्यो। यो पारीको डाँडा चाहिँ, यो नजिकको डाँडा चाहिँ हाम्रो घाँस काट्ने डाँडा हो, वन। र फेरि पनि फर्केँ अहिले फेरि हाम्रो घरमा चाहिँ। अहिले बिहान पख भाउजूले चाहिँ बाख्रालाई खानापिना दिइराखेको छ भने अहिले म चाहिँ गाउँमाथिको चौतारामा गएर खिचेको छु, जुन जेठ चौतारा भनिन्छ। र जेठ चौताराबाट चाहिँ सबै ठाउँमा देखिन्छ हाई ग्राउन्ड। र यसमा चाहिँ ठुलो चौतारा, बस्ने ठाउँ निकै रमाइलो थियो पहिला, तर बुढो भएर त्यो चौतारा मासिएर गयो। अहिले चाहिँ सानो चौतारा छ। र यो पारीको डाँडा भन्नेले घाँस हाम्रो वन, यो अगाडिको फाँटुको सब हाम्रो खेतहरू हो। र थाले गाउँ। र यो घुम्ती जग्गा देख्छ भने चाहिँ यो चाहिँ नार्सिङ डाँडा। र पारीको भन्नेले जोबारी स्कुल। अनि पारीको डाँडा, टाढाको डाँडाहरू हेर्नु देख्नुहुन्छ भने सबै चाहिँ सिरानचुक, चिप्लेटीहरू सबै हो। र भनिहालेँ यो अगाडिको फाँट हाम्रो सबै खेत। र यो बायाँपट्टिको गाउँ चाहिँ थाले गाउँ हो। र यो बीचको दोभान चाहिँ जुन चाहिँ पुरानो भर्ले बजार लाग्ने ठाउँ यही नै हो। अहिले चाहिँ त्यहाँ चाहिँ जात्रा मासिएर गयो, त्यसै कारणले यहाँ चाहिँ अहिले धान रोपेको छ भने यो यताबाट गएको चाहिँ हुडी खोला, यो पारी उताबाट आएको चाहिँ दरमदीको दोभान पनि यहीँनिर पर्छ। दरमदी र हुडेलाको दोभान यहीँनिर पर्छ। सो यसकै बिचमा हो। र यो चाहिँ के अरे थाले गाउँ, यसको गहिरामा चाहिँ चनौटी पर्छ भने त्यो चनौटीदेखि यो पारीको बाटो जुन छ त्यो बाटो चाहिँ उता बारपाक, लाप्राक, ढोडे नै जाने हो। र हाम्रो गाउँमा फर्केँ, यो चाहिँ मेरो घरमाथिको थापा गाउँ, खत्री गाउँ। र मेरो घर चाहिँ सर्लक्कै यो थापा गाउँको पछाडिपट्टि पर्छ, जुन घर चाहिँ देख्न सक्दैन डाँडाले गर्दाखेरि। हाम्रो घर चाहिँ अलिकति कोल्टे, यो पछाडिपट्टि गहिरामा छ।
सिकायो त्यही कुरा नमाने सुन्दैन मेरो छनलाई त छ दाजु अप्ठ्यारो उसैलाई घाटा छ किन भन्छौ दाइ मेरो बाटा सधैँभरि हो रकमला सम्झनी अलस फुल त्यो जिन्दगानी सधैँभरि हो रकमला सम्झनी Thank you.
मलाई पो थाहा छ अब परे Lana